सम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा एमालेसँग औपचारिक रूपमा पार्टीको हिसाबले चाहिँ नि आज वार्ता र छलफलको लागि सम्माननीयज्यूले बोलाउनु भएको थियो। उहाँहरू आउनुभयो र सम्माननीयज्यूले खास गरेर यो सरकारले प्राप्त गरेको म्यान्डेट अनुसार जुन सुशासनको कुरा, भ्रष्टाचार नियन्त्रणको कुरा र फागुन 21मा चुनाव गर्ने कुराहरू यसैमा केन्द्रित रहेर नेकपा एमालेसँग छलफल गर्नुभयो र त्यो छलफलको क्रममा नेकपा एमाले खास गरेर यो निर्वाचन आयोगमा चुनाव प्रयोजनको लागि जुन दल दर्ता गरेको छ, सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई सकारात्मक रूपमा लिनुभयो र चुनावमा चाहिँ भाग लिनको लागि समेत सम्माननीय प्रधानमन्त्रीज्यूले आग्रह गर्नुभएको छ र त्यसको प्रत्युत्तरमा खास गरेर नेकपा एमालेको तर्फबाट औपचारिक रूपमै उहाँहरूले नेकपा एमाले जनमतबाट टाढा नभाग्ने, चुनावमा जान चाहिँ नि रमाउने पार्टी पनि भएको कारणले र मन गर्ने पार्टी भएको कारणले नि चुनावको विरोध नगर्ने र यदि सरकारले चुनाव गरेको खण्डमा नेकपा एमाले चुनावमा भाग लिने कुराहरू गर्नुभयो र यद्यपि त्यसको साथमा उहाँहरूको सुरक्षाको चासो खास गरेर निर्भयताका साथ र निष्पक्षताका साथ सरकारले चुनाव गर्ने वातावरण चाहिँ बनाउनुपर्छ सरकारको तर्फबाट भन्ने उहाँहरूको कुरा रहेको छ र त्यसमा उहाँहरूले चाहिँ चुनावको लागि एमाले बाधक बन्दैन भन्ने कुराहरू चाहिँ उहाँहरूले स्पष्ट रूपमा त्यो सङ्केत दिनुभएको छ र यो हिसाबले हेर्दाखेरि चुनावको सन्दर्भमा जुन खालका संशयहरू थिए नेकपा एमालेको तर्फबाट त्यो संशयहरू चाहिँ धेरै निराकरण भएको महसुस सरकारले गरेको छ र सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले पनि निष्पक्ष, स्वतन्त्र र धाँधली रहित ढङ्गबाट निर्वाचन चाहिँ अगाडि बढाउने र निर्वाचनमा सम्पूर्ण राजनीतिक दलहरूले भाग लिन सक्ने र जनताहरूले भोट हाल्न सक्ने वातावरण बनाउने कुराहरूमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी नराखेर काम गर्ने कुराहरू चाहिँ सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले राख्नु भएको छ।